वेलकम टु द पार्ट 2 अफ डिनर भ्लग। यति बेला चाहिँ बिस्तारै बिस्तारै गरेर साथीहरूको आगमन भइरहेको थियो। धन्यवाद ल पानीपुरी अब अट्याक भइरहेछ है चाहिहाल्नु रिभ्यू दिइहाल्नु भन्दा म रिभ्यू त देऊ है। रिभ्यू फेरि युट्युबमा दिनु पर्यो युट्युबमा हामीले नेपालीको पहिचान जनाउँदै पानीपुरीबाट नै डिनर स्टार्ट गऱ्यौँ र त्यसपछि बिस्तारै अरू खानेकुराहरू खाँदै गयौँ। यहाँ चाहिँ मेरो बेबको गफ चलिरहेछ, तर के गफ थियो मलाई याद छैन। यसको कि ओभरअलमा सबैभन्दा मिठो त्यो चोइला सबैभन्दा मिठो यसको नाम के हो? सबैभन्दा मिठो अब हाम्रो नेपालीको सबैको फेभरेट चाहिँ मोमो अनि छोइला। मलाई के मिठो लाग्यो? मलाई नि यही नै हो। जिरा आलु मलाई यो छोइला अनि मोमो। मोमो अनि प्रभात त जिरा आलु। हजुरलाई मलाई त आफूले पकाउँदा पकाउँदा स्मेल आएको भएको छ नि त दिनभरि, मलाई केही आइडिया छैन। त्यही भएर यही मिठो लाग्यो मलाई पहिला। सोल्जर रेडी 1 2 3 गो। हेड सोल्जर, टो हेड नी क्याप। हेड ग्लास। होला अरु अलि अगाडि पहिला पुरै मिलेर थियो। होइन ऊ विवेककै धेरै छ। रूम पार्टनर यस्तै रमाइला गेमहरू र मिठो गफसँगै रातिको 12 बजेको त पत्तो नै भएन। यो हो नेक्स्ट मर्निङ। मैले बिहान उठ्ने बित्तिकै फर्स्टमा चाहिँ यो फ्लावरको स्टिम कटिङ गरेर पानीमा राखेँ। आजकल चाहिँ मेरो दिन प्रतिदिन फ्लावर्स र इन्डोर प्लान्ट्स प्रतिको अब्सेसन चाहिँ बढ्दै गइरहेछ। बाँचियो छ कि मेरो ममा, माई बेबी, आई कान्ट सी यु लाइक दिस। आजको ब्लगमा यति नै। अब भेट्नेछौँ अर्को ब्लगमा। टेक केयर, बाइ बाइ, सी यु सुन।